दशैँमा पिङ ठड्याउनेदेखि मलामीको लास बोक्ने यो बाँस, जसलाई मान्छेको दैनिकी जीवनमा चाहिने धेरै सामग्रीहरू बनाउनमा पनि प्रयोग गरेको पाइन्छ। जस्तै डोको, नाङ्लो, तामाको सब्जी, निगालाको लट्ठी आदि। कतिले यसलाई व्यावसायिक रूपमा पनि अगाडि बढाउनु भएको छ, जसले गर्दा पैसा कमाउने राम्रै स्रोत बन्न पुगेको छ यो बाँसको व्यवसाय। कतिपयले यसको फाइदा लिनुभएको छ भने कतिपय अझै पनि केही अलौकिक कुराहरूका कारण त्यो बाँस उम्रने त्यो बाँसको झ्याङदेखि डराउनुहुन्छ। बाँसको झ्याङतिर वनझाँक्रीको बास हुन्छ भन्ने कुराको डर धेरै जसोमा हुने गरेको पाइन्छ। तर कहिले बाँसको झ्याङ भएको ठाउँमा वनझाँक्रीको नभई अरू नै कुनै प्रेत आत्माको डरले त्रसित हुनु परेको घटनाको बारेमा सुन्नुभएको छ? आजको हाम्रो एपिसोड यसै विषयसँग सम्बन्धित छ, जुन हामीलाई मनुजीले पठाउनु भएको छ। आउनुहोस् सुरु गरौँ मनुजीको भोगाई उहाँकै शब्दहरूमा। आफू अलि हुर्केर कुराहरू बुझ्ने भएदेखि सुन्दै आएको कुरा, बाँसको घारीमा वनझाँक्रीको बास हुन्छ र यदि त्यसले भेटायो भने आफूसँगै त्यो बाँसको च्याङभित्र लिएर जान्छ। यो कुरा सानैदेखि गहनमा भएको कारणले पनि होला सायद। बाँसको च्याङ देख्यो कि मध्य दिनको समयमा पनि निकै डर लाग्थ्यो। त्यो कुरा के साँच्चै नै होला त भन्ने कुरा थाहा पाउनलाई एकपटक त साथीहरूसँग मिलेर बाँस च्याङभित्र कुनै गहिरो खाल्टो पो छ कि भनेर बाँस च्याङतिर हेर्न पनि गइयो। तर त्यसरी हेर्न जाँदाखेरि त्यहाँ केही पनि देखिएन। बाँसको झ्याङदेखि डर लाग्नुको अर्को समस्या त के थियो भन्दा मेरो आफ्नै गाउँको घरको ठिक माथि घना बाँसको झ्याङ थियो। मेरो घर डाँडाको अलि बिचतिर पर्छ। तल रोडदेखि घर पुगुन्जेलको बाटोमा मात्र 6-7वटा बाँसको झ्याङ पार गरेर जानु पर्थ्यो। मेरो बुवा आमा र ठुल्दिदीहरूबाट बेला बेलामा हाम्रै घरमाथि भएको त्यो घना बाँसको झ्याङबारे धेरै अलौकिक कुराहरू सुनेको छु। भाग्यवश मैले चाहिँ अहिलेसम्म वनझाँक्रीलाई देखेको त छैन। तर धेरै यस्ता घटनाहरूको प्रत्यक्षदर्शी भएको छु, जुन घटनाहरू मेरो परिवारको अनुसार चाहिँ वनझाँक्रीकै कारण भएको थियो। आज त्यस्तै केही घटनाहरू हजुरहरू सामु भन्न जाँदैछु। गाउँतिरको धेरै जसो पुराना पुराना घरहरूको छत जस्ता पाताले ढाकेको हुन्छ। मेरो घरको छानो पनि जस्ताले नै ढाकेको थियो। माटो र काठले बनेको 2 तल्ले घर, छेउमा अलि ठुलो आँगन, अगाडि केही फूल, उखुका बोट अनि अलि तल काल्नातिर थुप्रै रुखहरू थिए। र घरको पछिल्लो भागको अलि माथिको बारीमा चाहिँ घना बाँसको झ्याङ थियो। लगभग हाम्रो घरको पुरै छानो त्यो बाँसको झ्याङमा ओत लागेको जस्तै देखिन्थ्यो। हामी कतै जानु पर्दा त्यही घर पछाडिको बाटोबाट माथि चढेर त्यो बाँसको झ्याङनेर हुँदै जानु पर्थ्यो। त्यो बाँसको झ्याङलाई मेरो हजुरबुवाको पालादेखि नै पुजिँदै आइएको छ। केही चाडबाड वा केही पूजाआजा भयो कि सबभन्दा पहिलो भाग त्यता लगेर चढाएपछि बल्ल अरू सुरु गरिन्थ्यो। पहिलादेखि मानिँदै आएको यो चल्ती मेरो बुवाले पनि खुब मान्नुहुन्थ्यो र अहिले हामी पनि त्यो रीतिलाई पछ्याउँदैछौँ। सायद म आफैले त्यस्ता केही घटनाहरू आफ्नो आँखा अघि नदेखेको भए म नि यो रीतिलाई मान्दिनँ थिएँ होला। म पनि यसलाई कुनै एक अन्धविश्वास मात्र हो भनी पन्छिन्थेँ होला। कुरा म करिब 12 वर्ष हुँदाखेरिको हो। एकताका यस्तै केही पूजा थियो घरमा। परिवारजन र आस पडोसका छरछिमेकीदेखि इष्टमित्र सबैजना आउनुभएको थियो। पाहुना नि के हुनुहुन्थ्यो त्यो बेला। पूजा राम्रैसँग सम्पन्न भयो। सबै पाहुनाहरू बिस्तार बिस्तार बिदा लिँदै निस्किनु भयो। सबैजना गइसकेपछि हामी घरका सदस्यहरू मात्र बाँकी भयो। पूजाको काम हुन्जेलसम्मको त्यो शान्त माहौलमा पूजा सकिए लगतै एकाएक माथि झ्यालतिरबाट तल आँगनमा केही भाँडाकुँडाहरू बाहिर झरे। एक धुनमा बाहिर सरसफाइ गर्दै गरेका हामी त्यो आवाजले सबैको ध्यान झ्यालतर्फ केन्द्रित भयो। मेरो बुवा चाहिँ कोही बच्चा बच्चीहरू माथि चल्दै त छैनन्,
भनेर त्यो आँगनमा झरेका भाँडाकुँडाहरू टिपेर ठुल दिदीलाई ला यो भाँडा उता लगेर पखालेर राख्दा म माथि हेरेर आउँछु कुन बुढाहरूको काम होला यो भनेर बुवा घरभित्र पस्नुभयो। हामी सबैजना बाहिर नै पूजाको सामानहरू मिलाउँदै थियौँ। बुवा घरभित्र पस्नु भएको केही बेरमै झन् जोर जोरले भाँडाकुँडाहरू भुइँतिर बजारिएको थियो। भित्रबाट त्यस्तो आवाज आउनाले हामी सबै आत्थियौँ र घरभित्र जान लाग्यौँ। हामी घरभित्र जान लाग्दा बुवा हस्याङ फस्याङ गर्दै घरबाट बाहिर निस्किनु भयो। म अलि सानै थिएँ, त्यति खासै कुराहरू बुझ्न सकेको थिइनँ। दिदी र आमाले बुवालाई के भयो भन्दै सोध्दै हुनुहुन्थ्यो। बुवाले केही बेर कसैलाई पनि भित्र जान नदिनु भनी आफूले त्यही बाहिर भएको पूजा गर्दै गर्दा प्रयोग गरिएका केही चामल, रातो अबिर र बाटेको धुप लिएर घरभित्र जानुभयो। घरभित्र गएको केही बेरपछि त्यही धुप अक्षता मन्छाउँदै माथि बाँसघारीतर्फ लाग्नुभयो। यो सब मैले आफ्नै आँखा अघि भएको देखिरहेको थिएँ। बुवा माथि बाँस झ्याङमा पूजा गरिसकेर तर घरमा आउनुभयो र हामीलाई ल आऊ पवित्र भनी बोलाउनु भयो। त्यो उमेरमा खासै त्यति गहिरो रूपमा सोच्न सक्ने र बुझ्न सक्ने क्षमता थिएन ममा, जसकारण के हो कसो हो भन्ने कुरा बुझ्न पनि त्यति जरुरी ठानिन। बुवा आइसकेपछि सबैजना आफ्नो काममा व्यस्त हुनुभयो। पाहुना धेरै भएकाले सबै कुराहरू मिलाउन अलि समय लागेको थियो। हामी सबैले त्यहाँ काम सकाउँदा साँझ पर्न थालिसकेको थियो। साँझको बेला घरमा चुलो बलेन। त्यो रात त्यही पूजामा बाँकी भएको चिउरा तरकारीहरू खाएर नै सुत्न लागेका थियौँ हामी। त्यस रात सबै सुत्ने बेलामा बुवा के कारणले एक्कासी अक्षता लिएर त्यो बाँस झ्याङमा पूजा गर्न जानुभएको रहेछ भन्ने कुरा थाहा पाएँ। दिदी र म पल्लो ओछ्यानमा थियौँ। म आँखा बन्द गरेर निदाउने कोसिस गर्दै थिएँ। सायद सबैले म निदाइसकी भन्ठान्नु भएको थियो होला। त्यति बेला बुवा, आमा र ठुल दिदी सानो सानो स्वरमा गफ गर्दै गरेको छन्। ठुल दिदीले के भएको थियो र बुवा, आज किन त्यसरी हस्याङ फस्याङ गर्दै घर बाहिर निस्किनु भएको थियो तपाईँ अक्षता लिएर? बुवाले तेरो बाजेले आज झन्डै मारेन। त्यतिकैमा आमाले फेरि आएको हो र? हामीले त सुरुमै भाग चढाएका थियौँ त भन्नुभयो। बुवाले खोइ के कुरा मिलेन कुन्नी, आज पाहुना धेरै थिए, कोही चर्पी गर्न मासतिर पो गएका थिए कि। म माथि बाँसघारीमा पूजा गर्न जाँदा छेउछेउतिर पिसाब गरेको जस्तै गन्ध आउँदै थियो। अहिले केही बेरलाई त शान्त भए, खोइ अब के हुने हो, हेरौँ के हुन्छ। म बुवाहरूको यिनै कुराहरू सुन्दा सुन्दै भुसुक्कै निदाइहालेछु। भोलिपल्ट बिहानमा उठ्दा ठुल दिदी पानी बोकेर उता आँगनतिर जाँदै हुनुहुन्थ्यो। हिजोको पुरा कुरा सुन्न नपाएकोले अलिक खुल्दिली हुँदै थियो मनमा। त्यही भएर म मुख धुन जाँदा त्यही आँगनमा दिदीलाई भेटेर, दिदी हिजो बुवासँग हजुरले के सोध्नु भएको थियो? बुवाले कसको पूजा गर्नुभएको हिजो भनी सोधेँ। ठुल दिदीले के सुनिस् र तैँले, हामी त छिटै निदाइसकेका थियौँ भनेर कुरालाई त्यसै टारिदिनु भयो। त्यसपछि यता खासै त्यस्तो केही थाहा पाउने जस्तो घटनाहरू त घटेको थिएन। तर ठिक त्यसको 6 वर्षपछि भने फेरि त्यस्तै एक डरलाग्दो घटना दोहोरियो। त्यो बेला म 18 वर्षको भइसकेको थिएँ। त्यो बेला हामी सबै परिवार घरमै थियौँ। त्यो रात निकै जोरको पानी परेको थियो। शीतल मौसममा त्यो चस्ताको छानामाथि पानीका छिटा परेको आवाज सुन्दै तातो सिरकमा कुटमुटिन निकै रमाइलो लाग्दै थियो। डाँडामाथि घर भएकोले होला हावाहुरी निकै बेसरी चलेको चाहिँ सुनिँदै थियो। हामी सबै झ्यालहरू बन्द गरेर भित्रबाट नै त्यो हावाले हल्लाएका रुखहरूको आवाज सुन्दै सुतिरहेका थियौँ। यसरी आनन्द साथ सुतिरहेको बेलामा ती आनन्दको आवाज सँगसँगै ठिक घरमाथिको बाँसको झ्याङमा बाँसहरू चट्किएको आवाज पनि मिसियो। त्यो आवाजले भने निकै डर लाग्दै थियो। कतै सबै बाँसहरू घरमाथि चढ्ने त होइन, यस्तो जोडले हुरी चल्दैछ। झन् बेला बेला त्यो चट्याङको आवाजले लाग्न लागेको निन्द्रा पनि चसङ चसङ बिउजाइदिन्थ्यो। चट्याङको डरले म नि ठुल दिदीसँग लपक्क टाँसिएर सुते। सबैजना निदाउने कोसिसमा लागि परेका थिए।
त्यत्तिकैमा हाम्रो माथिको जस्ताको छानामा केही भारी कुरा गमरङ्ग झऱ्यो। म र ठुल्दिदी त एकैचोटि जुरुक्कै उठेर उता बुवा भएको ठाउँतिर उछिटिहाल्यो। बुवाले यो होरीले कुनै रुखका हाँगाहरू भाँचेर उडाएर ल्याएका होला, तर्सिनु पर्दैन। बुवाले यसो भन्दै गर्दा फेरि त्यसै गरी अर्को भारी कुरा माथि छानामा बजायो। बुवा हामीलाई सम्झाउँदै हुनुहुन्थ्यो। त्यो सुनेर बुवा आफै पनि रोकिनु भयो। केही बेर सबै शान्त भयो र त्यसको एकछिनमै त्यो जस्ताको छानामाथि कोही मान्छे हिँडेको जस्तै आवाज आउन सुरु भयो। त्यो हिँडेको पाइलाको आवाज अनुसार माथि 2 जना मान्छे थिए। बुवाले थाहा पाइसक्नु भएको थियो कि यो कुनै रुखका हाँगाहरू होइनन् भनेर। बुवाले फेरि त्यही धूप अक्षताहरू लिएर आफ्नो बिस्तारा छेउको झ्याल खोल्नुभयो र ल परमेश्वरी रक्षा गर्नु भन्दै त्यो अबिरमा मिसिएको अक्षतालाई माथि छानातिर फाल्दै मन्साउनु भयो। बुवाले त्यसरी पूजा गर्दै मन्साउँदै गरेको केही बेरपछि भने ती आवाजहरू सबै बन्द भयो। सबै आवाज बन्द भए तापनि डर भने अझै गएको थिएन। त्यही डरका कारण म र दिदी आमासँगै सुत्यौँ त्यो रात। भोलिपल्ट सबैले हिजो त्यति भारी कुरा बजारिएको थियो, के चाहिँ झरेछ माथि छानामा भनेर घर पछाडिको बाटो हुँदै माथिपट्टि गएर घरको छानातिर हेऱ्यौँ। माथि पुगेर हेर्दा त्यहाँ त्यस्तो केही पनि देखेनौँ, मात्र केही रुखका पातहरू थिए। निकै अचम्मको कुरा, हिजो भनेपछि कुनै ढुङ्गा वा रुखका हाँगा नभई के साँच्चै नै बन्जाक्री नै जस्ता माथि आएको थियो त? अब यी कुराहरूबाट डराउँ भने पनि हाम्रो गाउँतिर जताततै बाँसको गाडी भेटिन्छ। कि घरमै थुप्रेर बस्नु पर्यो डरले? होइन भने यस्ता कुरालाई सामान्य रूपमा लिएर अघि बढ्नु बाहेक अरू केही विकल्प थिएन। घरको माथि त छँदै थियो। मेरो कलेज जाने बाटोमा समेत मैले 2वटा बाँसको घारी पार गरेर जानुपर्ने थियो। ठिक बाटोको छेउछेउमै 2 घना बाँसको घारीहरू कटेर जानु पर्थ्यो। कलेज जाँदा कहिले साथीसँग हुन्थ्यो त कहिले कहिले एक्लै पनि जानु पर्थ्यो त्यो वनको बाटो। साथीसँग हुँदा त खासै त्यति ध्यान हुन्न थियो कफर्दै जाँदा, तर कहिले कसो एक्लै हुँदा चाहिँ त्यो बाटो हिँड्दा 5-6 चोटि पछि फर्की हेर्ने बानी परिसकेको थियो डरले। बाँसको घारी भएकोले बनझाँक्री जस्तो कुराको डर त थियो नै, तर म कलेज जाने बाटोमा अर्को पनि एक घटना घटेको थियो निकै पहिला, जसले गर्दा त्यस बाटोमा एक्लै हिँड्दा झन् डर थपिदिन्थ्यो। निकै पहिला, म त्यही 5-6 वर्षको हुँदाखेरि होला। यो बाटोमा 2 जना केटा मान्छेहरू बीच आफ्नो श्रीमतीको न्युमा निकै ठुलो झगडा परेको थियो। त्यो मुखामुखको झगडाले निकै ठुलो रूप लिएको थियो। एउटाले ज्यानै गुमाउनु परेको थियो त्यो बेला। मैले लास त देखिनँ, तर मान्छेहरूको भनाइअनुसार चाहिँ निकै ठुलो ढुङ्गाले टाउको पुरै किच्दिएर मारेको थियो अरे। त्यो मर्ने मान्छे त्यस बेलादेखि बेपत्ता छ, गाउँ आएको छैन। उसको बुढी र बच्चा भने अझै नि यही गाउँमा छ। त्यो बाटोमा बाँसको घारी भए तापनि अहिलेसम्म खासै मान्छेले बनझाँक्रीबाट तर्सिएको भनेर चाहिँ सुनिएको छैन। बरु कहिले कसो राति हुँदो त्यो बाटो हुँदै आउँदा कसैले पछाडिबाट धकालिदिएको चाहिँ हुने, कहिले एक्कासी कसैले हिँड्दा हिँड्दै झापड हानेको जस्तो हुने घटनाहरूको बारेमा चाहिँ धेरै सुनिन्थ्यो। मेरो ठुल्दिदीलाई पनि एकफेर तल पसलबाट केही सामानहरू किनेर आउँदै गर्दा मध्य दिनमा त्यो बाटोमा तर्साएको थियो भन्नुहुन्छ। अब गाउँघरतिरको वनको बाटो प्राय सुनसान नै हुने गर्छ। उस्तै चाडपर्व आएको बेलामा मात्र हो अलि चहल पहल हुने भनेको। त्यो दिन मेरो दिदी सामान लिएर आउँदाखेरि बाटो निकै सुनसान थियो। मध्य दिनको समयमा त्यस बाटो आउँदै गर्दा दिदीले एक्कासी कोही केटा मान्छे निकै पीडामा रोइरहेको चाहिँ सुन्नुभएछ। पुरै ठाउँ सुनसान थियो। आवाज अनुसार त मान्छे कतै नजिकै हुनुपर्ने, तर दिदीको आँखाले देखेसम्म त्यहाँ कोही मान्छे थिएन। दिदी त आफ्नो सामान बोकेर उकालो नभई ओह्रालो बाटो चाहिँ भाग्नु भएछ र पछि तलबाट कोही माथि आउँदै गरेको मान्छेसँगै साथी लागेर आउनुभएको रहेछ। यस्तै यस्तै घटनाहरूको डरको कारणले नै त्यो बाटो हुँदै हिँड्दै गर्दा 5-6 चोटि पछि फर्केर हेर्ने बानी परिसकेको थियो। मेरो कलेज बिहानीको समयमा थियो। कलेज घरदेखि केही टाढा छ।
त्यही भएर सबेरै 5:30 को बिहानको बस भेटाउनलाई भयो नि म घरबाट छिट्टै निस्किनु पर्थ्यो। त्यो पुस माघको जाडो महिना। झन् हाम्रो गाउँ त्यही बगरकै छेउछाउ भएकाले त्यो वनको बाटोतिर भुस्सुले डम्मै ढाकेको हुन्थ्यो। रातो माटोको बाटो त्यो शीतले गर्दा अलिअलि चिप्लो हुन्थ्यो, जसकारण यसो पाखातिरको टुसारो परेको घाँस छामछाम छुमछुम गर्दै हिँड्नुपर्ने अवस्था थियो कुनै कुनै ठाउँमा त। त्यस बिहान पनि घरदेखि 4:30तिर निस्किसकेको थिएँ म। 5:30 को बस छुट्टिने डरले पनि अलि हतारिँदै निस्केको थिएँ म। मसँगै एकजना भाइ पनि जान्थ्यो। धेरैजसो हामी सँगै हुन्थ्यौँ निस्किने बेलामा। हामी प्राय त्यो पानी धारानेर भेट्ने गर्थ्यौँ। बस छुट्ने डरले नि कहिलेकाहीँ कोही ढिला हुँदा खासै एकअर्कालाई कोर्ने चाहिँ गरिन्नथ्यो। त्यस बिहान अरू बेला भन्दा निकै बाक्लो हुस्सो परेको थियो। वनको बाटो रात परेको चाहिँ अँध्यारो थियो। त्यो कलेज जाने बाटोको भुतका घटनाहरूको डरले पनि केही बेर पानी धारानेर नै त्यो भाइलाई कुरेर बसेँ म। तर भाइ आएन। अब त्यही कुरेर बसौँ, बस छुट्छ कि भन्ने डर। नकुरौँ, त्यो टम्म हुस्सु र अन्धकार भएकोले एक्लै जान खासै आँट पनि आइरहेको थिएन। जसो तसो ढिला गर्नुहुन्न भनी म धारादेखि तल्लो ओह्रालो बाटो झरेँ। हुस्सुको कारणले अँध्यारो नि यति थियो कि टर्च बत्तीको सहारा लिनुपर्ने भएको थियो। म आफूसँग भएको सानो टर्च बत्ती बालेर तल ओह्रालो झर्दै थिएँ। अब त्यो संजोग थियो वा खोइ के कुराले हो। ठिक त्यो बाँसको घारी कटेको केही बेरमा मेरो जुत्ताको तुना फुस्कियो। म त्यही बाटोको आसपास थिएँ जहाँ त्यो 2जना मान्छेको झगडा परेर एकजनाको विभत्स हत्या भएको थियो। म त्यता एकैछिन रोकिएँ, जुत्ताको तुना कस्नलाई। हातमा भएको टर्च बत्तीलाई भुइँमा राखेँ र निहुरिएर जुत्ताको तुना मिलाउन लागेँ। म त्यता केही बेर निहुरिएर तुना कस्दै गरेको समयमा कहीँ परबाट मेरो नाम लिएर कसैले बोलाउँदै गरेको चाहिँ सुनिहालेँ। मलाई लाग्यो मसँगै जाने भाइ पो पछि पछि आउँदैछ कि। तर त्यसले कहिल्यै मेरो नाम काटेर बोलाउँदैन थियो। जहिले मनु दिदी भन्दै बोलाउँथ्यो। अहिले यता आओस् न मात्र, यसका कान नबटारी कहाँ छोडौला भन्दै म जुत्ताका तुना मिलाउन सकेर त्यहीँ एकछिन उभिएँ त्यो भाइलाई कुर्दै। म त्यहाँ बाटो छेउमा कुर्दै बस्दा एक्कासी कसैको चिसो हातले मेरो गर्दनमा झ्याप्प समातेको चाहिँ महसुस भयो। मैले हत्तनपत्त त्यो मेरो गर्दनमा भएको हात हटाउन आफ्नो हात घाँटी पछाडि लगेर त्यो हात हटाउन खोज्दा मेरो गर्दनतिर मैले कुनै पनि हातहरू भेटिनँ। न त कुनै यस्तो कुरा जसले गर्दा मेरो गर्दनमा त्यस्तो चिसो समातेको जस्तो महसुस होस्। सुनसान वनको बाटो, त्यो बाक्लो हुस्सुले ढाकेको र बीच जङ्गलमा म एक्लै, मात्र त्यो सानो टर्च बत्तीको सहारामा। निकै बिहानीको समय भएका कारण कहीँ कतै केही चहल पहल पनि थिएन। त्यो मेरो नाम लिँदै बोलाउँदै गरेको आवाज पनि अहिले त हराइसकेको थियो। त्यस बेला समय 5 बजेर केही मिनेट बितिसकेको थियो। मलाई 5:30 को बस पो छुट्ने हो कि भन्ने चिन्ताले सताउन थाल्यो। एक त त्यस ठाउँबारे सुनिएका अनेकौँ कुराहरू, झन् आफूसँग यो छोटो समयमा भएका अपत्यारिला घटनाहरूले मनको डर निकै बढाउँदै थियो। म बल गरेर त्यस ठाउँदेखि चाहिँ उम्किन्छु भनेर फटाफट ओह्रालो बाटो लागेँ। त्यो बाटो सकेर एउटा खोल्सा कटेपछि केही पारी रोड आइपुग्थ्यो। म त्यसरी हिँडेर त्यो खोलाको छेउ खोल्सानेर नपुग्दै मेरो पछिबाट कोही बोट लगाएर ओह्रालो कुद्दै मेरो पछि आउँदै गरेको चाहिँ सुनिहालेँ। त्यो जुत्ताको आवाज निकै तेजिलो थियो। मसँगै जाने भाइ कतै ढिला भएर कुद्दै त आएन जै लाग्दै थियो। यसो पछि फर्केर हेरेको पनि, तर खासै कोही मान्छे देखिनँ। हुस्सुले गर्दा खासै परसम्मको देख्न पनि सकिनँ। तर त्यो कुदेको आवाज झन्झन झन्झन ठुलो हुँदै गएको थियो, जसकारण मलाई डरले पछि पछि हेर्दै अघि बढ्न थालेँ। त्यत्तिकैमा मैले खोल्सा पुगेर पछि फर्केर हेर्दा भने त्यो बाक्लो हुस्सुको तुवालोबाट सेतो कपडा लगाएर ठुलो अजङ्गको मान्छे मेरोतर्फ हुत्तेर आउँदै गरेको देखेँ। त्यो देखेर त म आत्तिएर त्यहाँबाट तुफान भाग्न खोज्दा त्यो रातो माटोमा चिप्लेर मजाले पछाडि। त्यसरी लड्दा हातमा भएको त्यो सानो टर्च बत्ती पनि उछिटेर कता पुग्यो।
म डर र त्रासमा भुइँतिर छामछाम छुमछुम गर्दै त्यो बत्तीहरू खोज्दै थिएँ। त्यतिकैमा के खोज्दैछौ है मनु भन्ने आवाजले खङ्ग्रङ्गै भए। आवाज आएको तर्फ हेर्दा त हाम्रै गाउँको पुरेत बापा हुनुहुँदो रहेछ। मैले हेर्नु न बाजे, त्यहाँ ठेस लाएर लडेको थिएँ, हातको सानो बत्ती कता पुग्यो पुग्यो। पुरेत बा पनि सँगै भएकोले डर अलिक कम भयो त्यो बेला। केही बेरमा टर्च लाइट पनि भेटाएँ र म त्यहाँबाट पारी रोडमा पुगेँ, बस चढ्ने ठाउँमा। म त्यहाँ पुग्दा त त्यो मसँगै जाने भाइ त पहिलेदेखि नै त्यो बस कुरेर बसिरहेको रहेछ। मैले कुर्न सकिनस् मलाई? झन् सँगै आउँछस् होला भनेर म चाहिँ धारामा कुरेर बसेको थिएँ तलै। भाइले म नि एकछिन त कुरेको थिएँ त दिदी तपाईँलाई। आउनु भएन अनि बस छुट्छ कि भनेर म त आइदिएको। त्यो भाइ त मभन्दा अघि नै त्यहाँ रोडमा आएको रहेछ भने मेरो नाम लिएर त्यो बाटोमा बोलाउनेको थियो, जसले मेरो गर्दनमा चिसो हातले समातेको थियो। त्यो को थियो? कुनै भन्जाक्रीको काम त त्यो पक्कै थिएन।